हातबाट फोन खस्यो भने सिधै भुइँमा गएर बज्रिन्छ। यसको सारा दोष चाहिँ हामी गुरुत्वाकर्षणलाई दिन्छौँ। तर परीक्षामा ग्रेड तल झर्दा चाहिँ कसलाई दोष दिने नि? यो त गजबको कुरा भयो। परीक्षाको ग्रेड तल ताम्ने बललाई सायद खै ध्यानको कमी वा टिकटकको आकर्षण भन्न सकिएला। पक्कै पनि। भौतिक विज्ञानले त फोन खस्ने कुराको मात्रै जिम्मा लिन्छ नि। के त्यहाँ पनि कुनै अदृश्य बल छ जसले विद्यार्थीहरूको नम्बर तल तानिरहेको हुन्छ र? नम्बर तल झार्ने कुरामा गुरुत्वाकर्षणको कुनै भूमिका हुँदैन। त्यसको लागि त आफैले अलि बढी मेहनत गर्नुपर्छ। हो नि, त्यही नम्बरलाई माथि नै राख्न आजको यो गहिरो अध्ययनले पक्कै मद्दत गर्नेछ। आज हामी एसईईको तयारी गरिरहेका विद्यार्थीहरूको विज्ञानको नोटलाई अलि फरक तरिकाले खोतल्दैछौँ। एकदमै। विशेष गरी गुरुत्वाकर्षण बलको बारेमा जुन नोटहरू छन् त्यसमा भएका महत्त्वपूर्ण कुराहरू आज हामी छलफल गर्नेछौँ। सुन्दाखेरि पहाडबाट तल गुडिरहेको कार अनि आकाशबाट खसिरहेको पानी, अर्को कुरा सूर्यको वरिपरि निरन्तर घुमिरहेका विशाल ग्रहहरू। यी घटनाहरू एकअर्कासँग पटक्कै सम्बन्धित छैनन् जस्तो लाग्छ नि, होइन र? हो, बाहिरबाट हेर्दा त्यस्तै लाग्छ। तर एउटा सानो पानीको थोपा तल खस्नु र विशाल पृथ्वीले सूर्यको परिक्रमा गर्नुको पछाडिको विज्ञान एउटै हो। एउटै जादुई बलले काम गरिरहेको हुन्छ। तर इतिहासको पाना पल्टाउने हो भने यो कुरा मानिसहरूले सुरुदेखि नै बुझेका त थिएनन् होला नि? थिएनन् नि। पहिलेका मानिसहरूले यो ब्रह्माण्ड कसरी काम गर्छ भनेर जे देखे त्यही पत्याए। जस्तै एरिस्टोटलले ल्याएको त्यो जियोसेन्ट्रिक थ्योरी। जियोसेन्ट्रिक मतलब पृथ्वी चाहिँ केन्द्रमा छ भन्ने मान्यता हो। पृथ्वी स्थिर छ र सूर्यसहित सबै ग्रहहरू पृथ्वीको वरिपरि घुम्छन् भन्ने त्यो समयको एकदमै बलियो मान्यता थियो। देखिँदा त त्यस्तै देखिन्छ नि। हामी पृथ्वीमा उभिँदा पृथ्वी चलेको जस्तो पटक्कै लाग्दैन। बिहान सूर्य एकातिरबाट उदाउँछ, बेलुका अर्कोतिर अस्ताउँछ। राति ताराहरू पनि सरेको देखिन्छ। त्यसैले जो कोहीलाई पनि पृथ्वी एउटै ठाउँमा छ र बाँकी सबै कुरा घुमिरहेको छ जस्तो लाग्नु त स्वाभाविक नै हो नि। कोही पनि। अनि त्यही स्वाभाविक लाग्ने कुरालाई चुनौती दिन पक्कै पनि निकै समय लाग्यो होला। धेरै नै लाग्यो। पछि निकोलस कोपर्निकसले जब हिलियोसेन्ट्रिक थ्योरी ल्याए तब त तहल्का नै मच्यो। हेलियोसेन्ट्रिक भनेपछि सूर्य चाहिँ केन्द्रमा छ भन्ने सिद्धान्त। ठ्याक्कै। पृथ्वी होइन, सूर्य चाहिँ केन्द्रमा छ र पृथ्वीसहित अरू ग्रहहरूले पो सूर्यको चक्कर लगाइरहेका छन् भन्ने कुरा पचाउन त्यतिखेरको समाजलाई धेरै गाह्रो भएको थियो। हुनु पनि हो। मानिसको सोचाइको पुरै जग नै हल्लिएको थियो होला नि। किनकि यसले मानव जातिलाई ब्रह्माण्डको केन्द्रबाट हटाएर एउटा साधारण ग्रहको बासिन्दा मात्र बनाइदिएको थियो। एकदम सही कुरा। अनि पछि त्यही जगलाई एउटा ठोस वैज्ञानिक र गणितीय आधार दिने काम चाहिँ आइज्याक न्युटनले गरे। न्युटनको त्यो स्याउको कथा त गाउँ गाउँमा सुनिन्छ नि। स्याउ खसेपछि उनले गुरुत्वाकर्षण पत्ता लगाए भन्ने कुरा। तर रुखबाट स्याउ खस्यो भन्ने कुरा मात्र ठूलो होइन रहेछ। मुख्य कुरा त स्याउ खसाल्ने बल र चन्द्रमालाई अन्तरिक्षमा उडेर जान नदिई पृथ्वीको वरिपरि घुमाउने बल एउटै हो भन्ने बुझाइ पो महत्त्वपूर्ण रहेछ। वाउ, त्यो चाहिँ गजबको सोच हो। एउटै बलले पृथ्वीको स्याउ र अन्तरिक्षको चन्द्रमालाई नियन्त्रण गरिरहेको छ भन्ने कुरा हो नि। न्युटनले गुरुत्वाकर्षण आविष्कार गरेका चाहिँ होइनन्, उनले त एउटा अदृश्य धागो जस्तो शक्तिले ब्रह्माण्डका सबै कुरालाई कसरी नियममा बाँधेर राखेको छ भन्ने कुरा पो पत्ता लगाए। भनेपछि हरेक पिण्ड वा मास भएको वस्तुले अर्को वस्तुलाई निरन्तर तानिरहेको हुन्छ। यही आकर्षण बलले गुरुत्वाकर्षण हो, होइन त? एकदम। र यसलाई नाप्ने एसआई एकाइ चाहिँ न्युटन हो। यहाँनिर मलाई अलिकति अचम्म लागेको कुरा सोध्न मन लाग्यो है। भन्नुस् न। परिभाषाले भन्छ पिण्ड भएका कुनै पनि दुई वस्तुले एकअर्कालाई तान्छन्। तान्छन्। यदि त्यसो हो भने बाटोमा हिँड्दै गरेका दुईजना मानिस किन चुम्बक जस्तै एकअर्कामा गएर ड्याममा टाँसिँदैनन् त? दुवैको पिण्ड त छ नि। यो एकदमै रमाइलो प्रश्न हो। मानिसहरूको पिण्ड ब्रह्माण्डका आकाशीय पिण्डहरूको तुलनामा यति सानो छ नि, तिनीहरूले एकअर्कालाई तान्ने बल झन्डै शून्य बराबर हुन्छ। भनेपछि बल त हुन्छ तर एकदमै कमजोर हुन्छ। हो, त्यो यति कमजोर हुन्छ कि त्यसले हामीलाई 1 मिलिमिटर पनि सार्न सक्दैन। तर पृथ्वीको पिण्ड असाध्यै विशाल छ नि त। पृथ्वी त धेरै नै ठूलो छ। त्यही विशाल पिण्डको कारणले लगाउने बलले गर्दा मात्र हामी भुइँमा अडिएका छौं र हावामा उडेका छैनौं। ठूलो पिण्ड भनेको बलियो तान्ने शक्ति हो।
अनि सानो पिण्ड भनेको कमजोर शक्ति। कुरा स्पष्ट भयो। भनेपछि पिण्ड जति ठूलो भयो तान्ने शक्ति त्यति नै बलियो हुन्छ। एकदम। अब यसलाई नाप्ने गणितीय पाटोतिर लागौँ न, किनकि एसई परीक्षाका लागि न्युटनको गुरुत्वाकर्षणको विश्वव्यापी नियम अत्यन्तै महत्त्वपूर्ण छ। त्यो सूत्र के अरे F = G अनि m1 m2 डिवाइडेड बाई r², यसले बल, पिण्ड र दूरी बीचको सम्बन्ध देखाउँछ नि। हो, यो सूत्रले दुईवटा मुख्य नियम बताउँछ। पहिलो चाहिँ दुई वस्तुहरू बीचको गुरुत्वाकर्षण बल तिनीहरूको पिण्डको गुणनफलसँग समानुपातिक वा डाइरेक्टली प्रोपोर्सनल हुन्छ। मतलब पिण्ड बढ्दा बल पनि बढ्छ। ठ्याक्कै। दोस्रो नियम चाहिँ यो बल तिनीहरू बीचको दूरीको वर्गसँग व्युत्क्रमानुपातिक वा इन्भर्सली प्रोपोर्सनल हुन्छ। दूरी बढ्दा बल घट्छ। यो सूत्रमा भएको त्यो क्यापिटल जी अर्थात् विश्वव्यापी गुरुत्वाकर्षण अचरको परिभाषा पनि नोटमा स्पष्ट पारिएको छ। यदि 1 किलोग्राम पिण्ड भएका दुईवटा वस्तुलाई 1 मिटरको दूरीमा राख्दा तिनीहरू बीच जति बल लाग्छ त्यो नै क्यापिटल जी हो। र यो ब्रह्माण्डको जुनसुकै कुनामा गए पनि परिवर्तन हुँदैन, होइन र? हो नि, त्यसैले त यसलाई विश्वव्यापी अचर भनिएको हो। नोटमा यसलाई पहिलो पटक प्रयोगात्मक रूपमा गणना गरिएको थियो पनि भनिएको छ। तर मलाई त्यो सूत्रको दोस्रो भाग नि, जहाँ दूरीको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ भनिएको छ, त्यो निकै रोचक लाग्यो। किन? यो त हामीले घरमा चलाउने वाइफाई राउटरबाट टाढा जाँदा सिग्नल झ्याप्पै घटे जस्तै रहेछ नि। राउटरको नजिक हुँदा भिडियो स्वाट्टै चल्छ, तर अर्को कोठामा जाने बित्तिकै सिग्नल कमजोर भएर लोडिङ हुन थाल्छ। गुरुत्वाकर्षण पनि त्यस्तै त हो नि। यो वाइफाईको उदाहरणले कुरालाई एकदमै छर्लङ्ग पार्छ। गुरुत्वाकर्षणमा पनि दूरी बढ्दा बल सामान्य रूपमा मात्र घट्दैन, स्क्वायर अर्थात् वर्गको दरले तीव्र रूपमा कमजोर हुन्छ। भनेपछि दूरी 2 गुणाले बढ्यो भने बल 2 गुणाले होइन 4 गुणाले घट्छ। ठ्याक्कै। अनि दूरी 3 गुणाले बढ्यो भने बल 9 गुणाले घट्छ। वाओ! त्यसैले नजिक हुँदा यो बलियो हुन्छ र टाढा जाँदा असाध्यै छिटो कमजोर हुन्छ। यही बलकै कारण ताराहरू र ग्यालेक्सीहरू बनेका छन् नि त। हो नि। अझ वायुमण्डलको कुरा त झन रमाइलो छ। पृथ्वीको वरिपरि रहेको हावाको तहलाई अन्तरिक्षमा उडेर जान नदिई पृथ्वीमै बाँधेर राख्ने काम पनि गुरुत्वाकर्षणले नै गरिरहेको छ। साँच्चै, यदि यो बल नहुँदो हो त पृथ्वीमा सास फेर्ने हावा नै बाँकी रहने थिएन होला। समुद्रमा आउने छालहरू पनि त चन्द्रमाको गुरुत्वाकर्षणकै असर हुने होइन र? एकदम सही। चन्द्रमा पृथ्वीभन्दा धेरै टाढा भए तापनि यसको पिण्ड निकै ठूलो भएकोले यसले पृथ्वीको सतहमा रहेको पानीलाई आफूतिर तान्छ। अनि त्यसैले समुद्रमा छालहरू उठ्छन्। हाम्रा अग्ला भवन र पुलोहरू नढलिकन स्थिर रहनु, हिउँ र वर्षामाथिबाट तल झर्नु सबै यसैको नतिजा हुन्। हो नि। अब परीक्षामा प्राय सोधिने र विद्यार्थीहरू धेरै झुक्किने एउटा महत्त्वपूर्ण विषयतर्फ प्रवेश गरौँ न त, पिण्ड र तौल बीचको भिन्नता। ओहो, यो त एकदमै जरुरी कुरा। दैनिक जीवनमा हामी यी दुई शब्दलाई एउटै अर्थमा प्रयोग गर्छौं नि। कसैलाई सोद्धा मेरो तौल 60 किलो छ भनिन्छ। तर विज्ञानको आँखाबाट हेर्दा यो त पुरै गलत वाक्य पो रहेछ नि। हो, विज्ञानको भाषामा किलोग्राम भनेको पिण्ड अर्थात् मासको एकाइ हो, तौलको होइन। भनेपछि पिण्ड भनेको चाहिँ के हो त खासमा? पिण्ड भनेको कुनै पनि वस्तुभित्र कति पदार्थ वा म्याटर छ भन्ने कुराको परिमाण हो। शरीरभित्र कति हड्डी, मासु, रगत छ, त्यो पिण्ड हो। अनि यसको सबैभन्दा ठूलो विशेषता भनेको यो ब्रह्माण्डको जुनसुकै कुनामा गए पनि उस्तै रहन्छ, होइन त? एकदम। पृथ्वीमा नापे पनि, मंगल ग्रहमा नापे पनि पिण्ड परिवर्तन हुँदैन। अनि तौल चाहिँ के हो त? तौल भनेको पृथ्वीले वा कुनै पनि आकाशीय पिण्डले त्यो पिण्डलाई आफूतिर कति बलले तानिरहेको छ भन्ने नाप हो नि त। हो, तौल नाप्ने सूत्र W = mg हो। यहाँ m भनेको पिण्ड र g भनेको गुरुत्व प्रवेग हो। यो बल भएको हुनाले यसको एकाइ किलोग्राम होइन, न्युटन पो हो त। नोटमा एउटा चित्र पनि छ नि, जहाँ 500 ग्रामको ढकलाई स्प्रिङ ब्यालेन्समा राखेर नापिएको छ। स्प्रिङ ब्यालेन्सले तलतिर कति बलले तानिरहेको छ भनेर देखाउँछ, जुन वास्तवमा तौल हो। अनि चन्द्रमाको उदाहरण पनि त छ नि। चन्द्रमाको पिण्ड पृथ्वीको तुलनामा धेरै सानो छ नि त। हो, जसले गर्दा यसको तान्ने शक्ति पनि पृथ्वीभन्दा करिब 6 गुणा कमजोर छ। त्यसैले पृथ्वीमा 60 न्युटन तौल भएको वस्तुलाई चन्द्रमामा लगेर नाप्ने हो भने त्यहाँ जम्मा 10 न्युटन मात्र देखाउँछ।
ओहो, तर त्यसको पिण्ड वा आकार एक रत्ती पनि घट्दैन नि। शरीर उस्तै रहन्छ, मात्र तान्ने बल कमजोर भएकोले तौल कम भएको हो। एकदम सही। यहाँनिर त्यो जी अर्थात् गुरुत्व प्रवेगको भूमिका आउँछ। स्वतन्त्र रूपमा खसिरहेको वस्तुमा गुरुत्वाकर्षणको कारणले उत्पन्न हुने प्रवेग नै जी हो। अनि पृथ्वीमा यसको औसत मान 9.8 मिटर पर सेकेन्ड स्क्वायर छ। तर यो मान पृथ्वीको सबै ठाउँमा बराबर हुँदैन भन्ने कुराले तौललाई प्रत्यक्ष असर गर्छ, होइन र? हो नि, पृथ्वी पुरै गोलो भकुण्डो जस्तो छैन नि त। यो आफ्नो अक्षमा निरन्तर घुमिरहेको हुनाले सेन्ट्रिफ्युगल फोर्स अर्थात् बाहिरतिर धकेल्ने बलको कारणले भूमध्य रेखीय क्षेत्रमा अलिकति बाहिरतिर फैलिएको छ। यसलाई एउटा सुन्तला जस्तो अलिकति च्याप्टो आकार सम्झिन सकिन्छ त्यसो भए। ठ्याक्कै। यसको अर्थ पृथ्वीको केन्द्रबाट भूमध्य रेखासम्मको अर्धव्यास ध्रुवीय क्षेत्रसम्मको अर्धव्यासभन्दा अलि बढी छ। नोटका अनुसार ध्रुवीय क्षेत्रको अर्धव्यास 6,357 किलोमिटर छ भने भूमध्य रेखाको 6,378 किलोमिटर छ। अघि वाइफाईको उदाहरणमा कुरा गरे जस्तै केन्द्रबाट दूरी बढ्ने बित्तिकै गुरुत्वाकर्षण बल कमजोर हुन्छ। भूमध्य रेखामा अर्धव्यास बढी हुने भएकाले त्यहाँ गुरुत्व प्रवेग जीको मान कम हुन्छ। अनि ध्रुवीय क्षेत्रमा अर्धव्यास कम हुने भएकाले जीको मान धेरै हुन्छ, किनभने जीको मान अर्धव्यासको वर्गसँग व्युत्क्रमानुपातिक हुन्छ नि त। हो, यसलाई आफ्नै देशको भूगोलसँग जोडेर हेर्दा अझ स्पष्ट हुन्छ। हिमाली भेगभन्दा तराई क्षेत्रमा पृथ्वीको अर्धव्यास कम हुन्छ। उचाइ कम भएकोले तराई पृथ्वीको केन्द्रबाट अलि नजिक पर्छ। त्यसैले हिमाली क्षेत्रभन्दा तराई क्षेत्रमा वस्तुको तौल बढी हुन्छ। एकदम सही। अनि गहिराईमा वा खानीभित्र जाँदा पृथ्वीको प्रभावकारी पिण्ड घट्ने भएकाले जीको मान घट्दै जान्छ। यो त एकदमै महत्त्वपूर्ण बुदा हो नि। उचाइमा जाँदा दूरी बढेर जी घट्छ र गहिराईमा जाँदा पनि जी घट्छ। भनेपछि यदि मलाई मेरो तौल कम भएको हेर्न मन छ भने मैले डाइटिङ गर्नुभन्दा सिधै हिमालको टुप्पोमा वा भूमध्य रेखातिर जानु सजिलो रहेछ, होइन त? त्यहाँ गएर स्प्रिङ ब्यालेन्समा जोग्दा तौल आफै कम देखिन्छ। वैज्ञानिक रूपमा त यो कुरा एकदम सत्य हो। तर पिण्ड वा शरीरको मोटाइ भने एक रत्ती पनि घट्दैन नि फेरि। त्यो चाहिँ हो। यो तौल घटाउने गजबको तरिका रहेछ, तर केवल वैज्ञानिक रूपमा मात्रै। अब एउटा यस्तो कुरा खोतलौं जसले धेरैलाई अलमलमा पार्छ। के कुरा नि? खण्ड 4 स्वतन्त्र खसाई, हावाको प्रतिरोध र तौलविहीनता। यदि पृथ्वीले सबै वस्तुलाई जीको प्रवेगले तल तान्छ भने एउटा कागज र एउटा गहुरो कलमलाई एउटै उचाइबाट सँगै खसाल्दा किन कलम भुइँमा छिटो पुग्छ र कागज बिस्तारै उड्दै झर्छ त? यहाँ धेरैले के सोध्छन् भने गहरौं वस्तु भएकोले गुरुत्वाकर्षणले त्यसलाई छिटो तानेको हो। अनि होइन र? होइन। यो विज्ञानको नियमले भन्दा पनि हाम्रो वरपरको वातावरणले गर्दा भएको हो। यहाँ मुख्य भूमिका हावाको प्रतिरोध वा एयर रेजिस्टेन्सले खेलेको हुन्छ। भनेपछि हावा भनेको खाली ठाउँ होइन? होइन नि, त्यसमा ग्यासका असंख्य कणहरू हुन्छन्। जब कुनै वस्तु तल खस्छ, ती हावाका कणहरूले वस्तुलाई माथितिर धकेल्ने वा रोक्ने बल लगाउँछन्। अनि कागज हल्का र फराकिलो हुन्छ, त्यसैले हावाको प्रतिरोधले त्यसलाई धेरै बेर रोक्न सक्छ। तर कलम साँघुरो र गह्रो भएकोले हावाको त्यो प्रतिरोधलाई सजिलै चिरेर तल पुग्छ। एकदम सही बुझ्नुभयो। यदि एउटा यस्तो सिल गरिएको कोठा बनाइयो जहाँबाट हावा पुरै बाहिर निकालिएको छ, जसलाई शून्य अवस्था अर्थात् भ्याक्युम भनिन्छ नि, त्यहाँ एउटा गहरो फलामको मार्तोलो र एउटा हलुका चराको प्वाङलाई सँगै खसालियो भने दुवै ठ्याक्कै एकै समयमा भुइँमा बज्रिन्छन्। तर एकछिन सोचौं त, मार्तोलको पिण्ड धेरै हुन्छ, त्यसैले पृथ्वीले मार्तोललाई धेरै बलले तान्नुपर्ने होइन र? धेरै बलले तानेपछि त त्यो छिटो खस्नुपर्ने, किन प्वाङसँगै खस्यो त? यो एकदमै तार्किक प्रश्न हो। पृथ्वीले मार्तोललाई धेरै बलले तान्छ, तर मार्तोलको पिण्ड धेरै भएकोले त्यसलाई हल्लाउन वा त्यसको गति बढाउन गाह्रो पनि त हुन्छ नि। भनेपछि यसलाई नै इनर्सिया भनिन्छ, होइन त? हो। पृथ्वीले तान्ने थप बल र मार्तोलले देखाउने थप इनर्सियाले एक अर्कालाई ठ्याक्कै सन्तुलनमा राख्छन्। त्यसैले हावाको प्रतिरोध नहुँदा जीको मान वस्तुको पिण्डमा निर्भर हुँदैन,
सबै वस्तु एउटै प्रवेगले खस्छन्। क्या गजबको संयन्त्र रहेछ नि। नोटमा एउटा चित्र पनि दिएको छ नि, जसमा एउटा केटा टावरबाट स्वतन्त्र रूपमा हाम फालिरहेको छ। यसलाई फ्री फल वा स्वतन्त्र खसाई भनिन्छ। खस्न सुरु गर्दा 0 सेकेन्डमा उसको गति 0 हुन्छ, तर हरेक सेकेन्ड उसको खस्ने गति बढ्दै जान्छ नि। गुरुत्व प्रवेगको वास्तविक अर्थ नै यही हो। 9.8 मिटर पर सेकेन्ड स्क्वायरको प्रवेग भनेको हरेक 1 सेकेन्डमा वस्तुको गति 9.8 मिटर प्रति सेकेन्डले थपिँदै जानु हो। भनेपछि 1 सेकेन्डमा गति 9.8 हुन्छ, 2 सेकेन्डमा त्यो बढेर 19.6 पुग्छ हो, अनि 3 सेकेन्डमा 29.4 पुग्छ र 4 सेकेन्डमा 39.2 पुग्छ। यसरी तल पुग्ने बेलासम्म गति निरन्तर रूपमा बढ्दै जानु नै प्रवेग हो। र यही स्वतन्त्र खसाईको अवस्थासँग जोडिएको अर्को अचम्मको कुरा पनि त छ नि, तौलविहीनता। वेटलेसनेस। नोटका अनुसार स्वतन्त्र खसाईको अवस्थामा वस्तुको तौल 0 न्युटन हुन्छ अरे। यो कसरी सम्भव छ? हामीले आफ्नो तौल त्यति बेला मात्र महसुस गर्छौं जब हामीलाई कुनै सतहले माथितिला धकेलिरहेको हुन्छ। भुइँमा उभिँदा भुइँले हाम्रो शरीरमा प्रतिक्रिया बल दिन्छ। भनेपछि जब हामी स्वतन्त्र रूपमा हावामा खसिरहेका हुन्छौं, हामीलाई अड्याउने कुनै सतह नै हुँदैन। ठ्याक्कै। माथितिर धकेल्ने बल नभएपछि त तौल शून्य भएको महसुस हुन्छ। भनेपछि जब हामी मेलामा गएर ठूलो रोलर पोस्टरमा बस्छौं नि, जब त्यो एक्कासी तीव्र गतिमा तलतिर झर्छ, तब पेटभित्र एकदम खाली भए जस्तो हुन्छ नि। एकदमै। त्यो भनेको केही सेकेन्डको लागि हाम्रो शरीर स्वतन्त्र खसाईमा गएर तौलविहीन भएको अवस्था पो रहेछ त। अन्तरिक्ष यात्रीहरूले पनि अन्तरिक्ष यानमा निरन्तर यही अवस्थाको अनुभव गरिरहेका हुन्छन् नि, होइन र? हो नि, एकदम सही। एउटा सामान्य जस्तो लाग्ने तल खस्ने घटनाभित्र यति धेरै भौतिक विज्ञानका नियमहरूले एकसाथ काम गरिरहेका हुन्छन्। साँच्चै नै आजको यस विशेष छलफलबाट गुरुत्वाकर्षणको गणितीय नियम, पिण्ड र तौलबीचको फरक, पृथ्वीको आकारले तौलमा पार्ने असर र हावाको प्रतिरोध नहुँदा सबै वस्तु एकै गतिमा खस्छन् भन्ने कुरा एकदम छर्लङ्ग भयो। विद्यार्थीहरूले यी कुराहरू घोक्नुभन्दा पनि यसरी नै कारण बुझेर पढ्यो भने परीक्षामा राम्रो नतिजा ल्याउन पक्कै सहज हुनेछ। पक्कै पनि। सिद्धान्तहरूलाई वरपरको वातावरणसँग जोडेर हेर्दा विज्ञान कहिले पनि नीरस लाग्दैन नि। एकदम सही कुरा। अन्त्यमा सुन्ने सबैलाई सोच्न बाध्य बनाउने एउटा फरक प्रश्न छोड्न चाहन्छु है त। ल भन्नुस् न त। आज हामीले भन्यौं गुरुत्वाकर्षणले पिण्ड वा मास भएका वस्तुलाई मात्र आफूतिर तान्छ भन्यौ। तर ब्रह्माण्डमा यस्ता विशाल ब्ल्याक होलहरू छन् जसको गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि त्यसले प्रकाशलाई पनि तान्छ र बाहिर निस्कन दिँदैन। हो नि। विज्ञानका अनुसार प्रकाशको त कुनै पिण्ड नै हुँदैन। यदि प्रकाशको पिण्ड हुँदैन भने गुरुत्वाकर्षणले प्रकाशलाई कसरी तान्न सक्यो त? वाउ, यो आधुनिक भौतिक विज्ञानको एउटा अत्यन्तै रहस्यमय र सुन्दर पाटो हो। न्युटनको नियम भन्दा धेरै पर अल्बर्ट आइन्स्टाइनको सिद्धान्तले मात्र यसको उत्तर दिन सक्छ। साँच्चै? हो नि। यसबारे गहिरिएर खोज्दै जाँदा ब्रह्माण्डको अझ नयाँ तस्विर अगाडि आउनेछ। विद्यार्थीहरूको लागि यो एउटा एकदम राम्रो अनुसन्धानको विषय हुन सक्छ। गजब। आजको लागि हाम्रो यो विशेष छलफल यति नै। यसले एसईई परीक्षा दिने विद्यार्थीहरूलाई पक्कै मद्दत पुग्नेछ भन्ने आशा छ। यो जानकारी उपयोगी लागेमा परीक्षाको तयारी गरिरहेका आफ्ना साथीहरूसँग पक्कै बाँड्न सकिनेछ। अनि अघि उठाइएको ब्ल्याक होल र प्रकाशको प्रश्नको बारेमा आफ्ना विचारहरू तल कमेन्टमा राख्न पनि सकिनेछ। सँगै सिक्दै गरौँ, राम्ररी पढ्दै गरौँ। अर्को विशेष छलफलमा फेरि भेटौँला।